साथी के गर्दै हो? कहीँ पनि गएको छैन हामी। सिडनी गयो। के हो यो? सिडनी के हो यो? हिट द रोड। यहाँ पहिला टेकेछु मैले। अर्को उडिरहेको। अब म रेडी हुन्छु। मैले होइन, लुगा त मेकअप गर्न मात्रै बाँकी हो। मेरो लुगा देखाउँछु। एकदम कम्फर्टेबल लुगा लगाएको छु मैले। भ्याङल्याङ भ्याङल्याङ लुगा अनि टी सर्ट। यो चाहिँ नेपाली टी सर्ट। केही मिठो बात गर। ऑलराइट, अब मेकअप गर्छु। मेकअप आउँदैन तर गर्छु। जे जति आउँछ त्यति गर्छु। देखियो। अब म मेरो प्लान्टलाई कहाँ गयो? पानी हाल्छु। यो सुरभिको लागि स्नेक प्लान्ट। 3टा मुख, एउटा मुख लैजाऊ। एउटा मुख लान्छ भने आएर पानी हाल्नु पर्यो। हामी नहुँदा। थ्याङ्क यू भेरी मच। अब मेरो अर्को प्लान्ट छ, सबसे ठुलो प्लान्ट। भरेर लैजानु। अस्ति भर्खर लाग्यो पात। यत्रो ठुलो हुन्छु। अब म ब्याम्बोमा हाल्छु। के भन्छ यसलाई? लकी ब्याम्बो? लकी ब्याम्बो त बिर्सेँ मैले। उयो डन। सबै प्लान्टलाई भर्नु पाएँ। अब लेट्स गो। अब फाइनल जोख्न पर्यो ब्याग एकचोटि। हले ब्याग गर्छु। ब्याग जोखौँ। उहाँ हुनुहुन्छ अल्छी मान्छे। त्यहाँ बिन छैन होला। किन राखेको त? अब एकचोटि लास्ट टाइम हामी वेट चेक गर्छौँ। यो ब्याग मेरो बहिनीको हो, कान्छी बहिनीको। सुब्रता तिम्रो छिन। ओ सरी, सुबीको। ओइ के गरेको? सुबुको ब्याग हो है, बिग्रेला। बिग्रे नि के गर्नु अब? त्यही 10-12 किलो सामान लैदेखा। उसको ब्यागमा चाहिँ उसले पुरै झिलिमिली बनायो टाँसेर। मेरो ब्याग इज भेरी स्याड। लुक एट माई ब्याग, इट इज भेरी स्याड। खाली छ मेरो ब्याग, ह्यान्ड क्यारी।
यो चाहिँ नेपाली तरिका हो यो वेट चेक गर्ने लगेजको। भन्छ नि यहाँ कति कति किलो भन्छ त म गरिदिन्छु। मलाई म्याथ चाहिँ एकदम खतरा आउँछ। म पनि त्यस्तै झिलिमिली बनाउँछु बिहान। म इन्डिया र अस्ट्रेलिया मात्रै हाल्छु किनभने म इन्डिया र अस्ट्रेलिया मात्रै गर्छु। नेपालको छैन स्टिकर। ओके थ्याङ्क यू। त्यो त 7 किलो। दिस इज नेपाली तरिका। Let's go. Okay, bye भन्दै घरलाई। बाई। Okay, घर bye. We will miss you. एसी चाहिँ कसले अफ गर्छ? Okay, bye गाडी। We'll see you after 4 weeks. Please behave. सब बन्द गर्यो नि है? एसी अफ, ग्यास अफ, सबै लियो। के हो? ओके, लेट्स गो। चस्मा लगाएर जानुपर्छ। बन्द गरिदिउँ। चाबी लियो दिनलाई। हाम्रो लगेज रेडी, ह्यान्ड क्यारी छ। एउटा लगेज उतै अभिषेककोमा छ। अभिषेक आउँदैछ हामीलाई पुर्याउन। खै कहिले आउँछ थाहा छैन। अभिषेक एन्ड भाउजू सज्जन राज वैद्यको कन्सर्ट जान आउँदै हुनुहुन्छ। छैन। साउजी आउनुभयो। भेरी लेट। Very late, Saudi. Very late. I don't like this behavior. के चिकन करी? चिकन कारी होला नि। चिकन कारी चाहिँदैन क्या हामीलाई। कस्तो खतरा? के भएन नि? चिकन कारी नहोला इन्डियाबाट। के छ गाइजहरू? हेपेको गाइज इन्डियाबाट झिलमिल लुगा ल्याइदिनु है। म भन्दैछु नि यस्तो गाना बस्ने चाहिँ ल्याइदिए मलाई। के गाना बज्ने? गानामा चस्मा के गाना बज्ने चस्मा ल्याइदिएर गाइजहरू राम्रो भएर कहाँ जानु लाग्यो? कहाँ जानु लाग्यो? राम्री भएर कहाँ जान्ला? एयरपोर्ट क्लिन सेभ गरेर। ओ सज्जन राज वैद्यलाई हेर्नु। एयरपोर्ट। ओके थ्याङ्क। क्याप ल्याइदिए राम्रो। अरू 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 क्याप त 100-200 मा पाउँछ साला नि। ल लैहाल्छ नि। ल ए हाम्रो हुन्छ नि है। बाबी जान्न हेल्प गर्नु। त्यो माइक पनि छ त। यता यता राख्दैन नि, यहाँ राख्दैन नि। हुँदैन त्यो, मैले राख्नुपर्छ। दिने हो नि यता। मैले राख्नुपर्छ गाइस। भगरलाई अगाडि राख्ने हुन्छ नि। नानीको उनीर एउटा के यही अट्छ भनेको? अझै एउटा खान त 4-5 वटै अट्छ। कस्तो हो र? एन्ते आफ्नो गाडीको किन कराको? किन कराको? कहाँ गयो यहाँको सामानहरू? बेच्दिस्? सफा गरेको हामीले। कस्तो राम्रो कलर है। ओके लेट्स गो। उहाँले हामीलाई पुर्याउनुहुन्छ कहाँ? एयरपोर्ट। उबर साला तिर्छ क्या अब पैसा। लिन नि आउनुपर्छ। सम्झिर केही नल्याइदिउँला फेरि। गाना बस्नेवाला चाहिँ सम्झिर। ओके बाई। ओके बाई घर। ओके बाई। ओके बाई। यसको चाबी दिन्छ। म कता हो? के को? मेल बक्सको त्यो चाबी गाडीको चाबी। मेल आउँछ साला। उनीहरूको मेल। सेवै के सेव बनाउँछु भने नि साउजीले फेरि मैले मैले नखाउँ भने अरे मैले नखाउँ भने
खाइदिनु नेपाली स्टाइलको टोयलेट हुन्छ अरे के हुन्छ कहाँ एयर इन्डियामा नेपाली स्टाइल ल्याट्रिन टोयलेट होइन ल्याट्रिस ओके बाई ओके बाई ट्राभल गाइस है के ल्याउने बिच्चुक Okay. चस्मा लेन्स काट्ने के हो रहेछ त्यसको लेन्स काट टोपीहरू ल्याइदिए राम्रो राम्रो वाला हजुरलाई चाहिँ के ढुकचुक ढुकचुक चस्माहरूलाई चाहिँ के मलाई के बाबे भैया दिदाको भाइ काले भैयाजी ल्याइदिनु सलमान खान गराइदिनु मलाई ओ वाउ सलमान खान दिल्लीमा बस्दैन बाई बाई गराइदिनु म यहाँ गाडी होइन पाउँदैन 2 मिनट हो फेरि आउला नि के आउला नि मान्छे ल गाइस ल बाई चोर बजार तँलाई टिपेर मलाई टिपेर के जाए ओ के हो यो इथोपियन किन चाहे जेसुकै होस् त्यो भनेर ओके लेट्स गो भण्डारा यो म उ गर्छु म दुईटा तान्छु यो बन्द गर्छु अनि यो जान्छ अनि ओके बाई 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 सी यू थ्याङ्क यू भाउजू बाई ल कति कम भयो लेट्स गो ड्युटी फ्रीमा छौँ हामी के साम्बुको खानु छोडिसक्यो हँ 326 रुपियाँ एउटाको ओहो गुच्चीको पर्सन भयो 7 नम्बर गेट नम्बर 7 के भयो Thanks for your patience for your great outcome. एक्साइटेड Very much. नर्भस Very much. सेम हियर लेट्स गो अब हामी गेटमा गएर कुर्छौँ अनि उड्छौँ 150 मिटर थियो गीत नम्बर 7. ओके बाई बाई. अलिकति तिम्रो फेस रिकग्निसन हुन्छ कि बाई ए त्यस्तो ब्लगर हो नयाँ ब्लगर हो कि अब हामी खान्छौँ एयर इन्डियाले के खानिदिने होइन फ्राइड राइस खाएर जान्छौँ हाम्रो गेट के भयो मीना शर्मा भनेर रहेछ कि कृतिका शर्मा भने होइन होइन सीट नम्बर हेर त सिट नम्बर 20B 20B र 28 अस्ति एकचोटि नि मलाई बोलाएको थियो कहिले हो केमा अस्ति एकचोटि हाम्रो गेट खै हाम्रो गेट ओ त्यो हाम्रो गेट ओके थ्याङ्क यू बाई अब नेक्स्ट भिडियो मेरो इन्डियाको हुन्छ इन्डिया पुगेपछि बाई सी यू बाई